हेलो एभ्रिवान, नमस्ते हेलो फेरि पनि स्वागत छ मनिता गुरुङ युट्युब च्यानलमा हजुरहरूलाई। फेरि पनि आज मैले न्यू ब्लग बनाउन गइरहेको छु। आजको चाहिँ हामी पिकनिक जान लाग्यो हाम्रो समाजबाट चाहिँ। आज चाहिँ हामी पोखरा ठुलोकोट भन्ने ठाउँमा पिकनिक खान जान लाग्यो हाम्रो समाजबाट। पुरा भिडियो मनिता गुरुङ युट्युब च्यानलमा हेरेर साथ सपोर्ट गरिदिनु होला, धन्यवाद। हामी चाहिँ बस आउने ठाउँसम्म हिँड्दैछु। हामी चाहिँ बस आउने ठाउँसम्म हिँडिरहेको छ कि त गाइज। सबैजना यतै हुन्छन्। बस आउन कता ढिलो भयो, त्यही भएर चाहिँ हामी हिँडिरहेको छु। हामी चाहिँ बसमा चढिसक्यौँ। ठुलोकोटबाट चाहिँ यो हिमाल एकदम राम्रो देख्दो रहेछ क्या। कति राम्रो देखेको। हामी चाहिँ ठुलोढुङ्गा के अरे ठुलोकोट भन्ने ठाउँमा आए। यहाँबाट चाहिँ के भन्छ अरे हिमाल एकदम राम्रो देखिने रहेछ। ठुलोकोटको भ्यू ओहो कति राम्रो रहेछ, कति रमाइलो रहेछ यता त। यहाँ फेरि अर्कै टिम रहेछ, हाम्रो टिम चाहिँ तल छ। यहाँबाट देखिने 1 2 3 गो। खानाको खाजा खर्चिया र अन्डा खान लाग्यो है हामी त। बल्ल 10 बजिसक्यो, बल्ल बल्ल चिया खान पाइयो। ठुलोकोटबाट देखिने हिमालहरू कति रमाइलो रहेछ। हिमाल कति राम्रो देखिने रहेछ। तल्ला तल्ला खाना खाएर हाम्रो ग्रुप चाहिँ बल्ल बल्ल नाच्न सुरु गर्नु भएको छ है। एउटा ग्रुप चाहिँ वहाँ माथि छ, त्यसरी नाच्नु भएको ग्रुप चाहिँ। हाम्रो ग्रुप चाहिँ यता। एकदमै रमाइलो भयो, एकदम भन्दा एकदम धेरै नै रमाइलो भयो। यो ठाउँको नाम चाहिँ ठुलोकोट लेखनाथ माथि रहेछ। पोखराबाट त्यति धेरै टाइम लाग्दैन, एकदमै रमाइलो आउनै पर्ने ठाउँ रहेछ। यहाँबाट हिमाल पनि एकदमै राम्रो देखिने रहेछ। अब लगभग हाम्रो पिकनिक पनि सकिन लागेको छ। ल अब हामी चाहिँ भात खान लाग्छु। 4 बजी भात खान लाग्छ हामी पिकनिकमा। हाम्रो थाल कस्तो छ फेरि भगवान। समाइँदैन के खाना खाइसके हामी चाहिँ अब चाहिँ घर जान रेडी भयो है त साथीहरू।
बाई बाई ठुलो कोट बाई बाई हामीले जान रेडी भएको एकछिन रमाइलो गर्छ बल्ल घर जाने चाहिँ घर जानलाई ढुङ्गाबाट घर जाँदैछु बसमा चढेर ढुङ्गालाई चाहिँ बाई बाई